एन्टिबायोटिक रेजिस्टेन्स भनेको ब्याक्टेरिया औषधिसँग बानी पर्नु हो। जब एन्टिबायोटिक सही तरिकाले प्रयोग हुँदैन, तब ब्याक्टेरिया मर्दैनन्, उल्टै बलिया बन्छन्। पछि त्यही औषधिले काम गर्दैन। एन्टिबायोटिक रेजिस्टेन्स हुनुका मुख्य कारणहरू यस्ता छन्। पहिलो कारण, डाक्टरले दिएको एन्टिबायोटिक पूरा कोर्स नखानु। केही दिन खाएर ठिक भए जस्तो लागेपछि छोड्दा सबै ब्याक्टेरिया मर्दैनन्, बाँकी ब्याक्टेरिया झन बलिया बन्छन्। दोस्रो कारण, एउटा एन्टिबायोटिकले काम गरेन भनेर आफै अर्को फार्मेसी गएर अर्को एन्टिबायोटिक किनेर खाने। डाक्टरको सल्लाह बिना औषधि चेन्ज गर्दा गलत एन्टिबायोटिक पर्न सक्छ, जसले रेजिस्टेन्स बढाउँछ। तेस्रो कारण, प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक प्रयोग गर्नु। सामान्य ज्वरो, रुगा, खोकीमा पनि एन्टिबायोटिक खाने बानी धेरै छ, जबकि यी धेरैजसो भाइरसले हुने रोग हुन्। चौथो कारण, गलत डोजमा एन्टिबायोटिक खाने। कम मात्रा वा बीचमै छोड्दा ब्याक्टेरिया पूर्ण रूपमा नष्ट हुँदैनन्। पाँचौं कारण, अरूको बाँकी रहेको एन्टिबायोटिक साटासाट गरेर खाने वा पुरानो औषधि प्रयोग गर्ने। एन्टिबायोटिक रेजिस्टेन्स औषधिको समस्या होइन, हाम्रो गलत प्रयोगको समस्या हो। आज सचेत भयौँ भने भोलिको खतरा रोक्न सक्छौँ। आज हामीले एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्यौँ भने मात्र भोलि यी औषधिले हाम्रो ज्यान बचाउन सक्छन्। त्यसैले प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक नखानुहोस् र पूरा कोर्स पूरा गर्नुहोस्।